खोइ माम बस के भयो बस दिदी बस हेर्न बस्दा गरिन्छ मामुको भर्खर थालेको उसको सकेर भर्खर थालेको जानु बाबा तल सायद सकेर हिँड्दै कस्तो भनेर गाडी हिँड्दैन फाटा फाटा भइदिइरहन्छ भ्यान भरिँदैन हाम्रो त्यस्तै अहिले अटोले लिएकोले गर्छ नि त मान्छे अनि भ्यान भरिनै साह्रो त्यही भएर हाम्रो त छिटो आइपुग्छ त हामी त कतिखेर 11 बजे टिक गरेन 12 बजे दादालाई फोन गरेर पनि ऊ सबै घरमा हुन्छ नम्बर लिनलाई बिहान फोन नम्बर पठाएर त डेलिभर नै भन्छ अनि मास्टर ट्राई गरेँ नम्बर पठाएको छ ल बुक है मोबाइल अनि डेलिभर चाहिँ भन्छ तिमीले मम्मीका कहिले चाहिँ काट्नु काटिरहनु पनि पर्दैन आउनु त त्यहाँ क्लियर लिन्छ दाइने त काट्नु पर्ने त्यसले चाहिँ काट्नु मम्मीका जस्तो अनि त्यही कलको मात्रै को क्लिनिङ गर्नु हो ए वा मम्मीको क्लिनिङ गर्दै गर्नु नि त यहाँ गर्नु बस्दा हुन्छ नि यो कस्तो छ अहिले मेरो त्यो कति बजे 2 बजिसक्यो क्या यस्तो लोद्दा छ नानी ठ्याक्कै 2 बजेपछि मलाई बजीले थाल्छ यो लाइट बस्नु के ए होइन मलाई त हेमकुमार अनि पढाइ पनि दिनुहुन्थ्यो पढेको ती बस्नु भएको एसएलसी गरेको हेमकुमार हाम्रो दाजुको छोरो गर्दैन हो अनि त्यहीँ बसेको हो नि त सरहरूसँग बसेको अनि त्यसपछि ऊ गएपछि हाम्रो मन्जुलाई राखेर फेरि एसएलसी गराएको अनि मन्जु मात्रै जान्नुहुन्छ क्या दाइले अनि म बसेको पनि बिर्सेछ 3 महिना त बसेँ म त धेरै त बसिनँ सानो पढाउनु होला पठाएको रोइसकेर पढ्नुपर्छ होइन म गएको थिएँ म सानोदेखि कहाँ पुग्थेँ जितपुर गएको थिएँ काका र म गएको थियौँ कि के गएको थियो टिफिन दाजु म काका गएको पानी परेको थियो प्लास्टिक अनि हिँड्नु पर्थ्यो नि त्यति बेला पछि काका र म फर्किँदा अनि त रोएर म नि जानेर बसेर फर्किरह्यो कान्छी बस थकाउनु म 3 क्लासमा पढ्दै घर थिएँ अनि गोबर लिन पठाउनुहुन्थ्यो त्यहाँबाट ल्याउँथेँ सम्झना आउँछ क्या गोबर ल्याएर त्यो बजार थियो नि गोबर लिन पर्जले त त्यो ठुलो मामीलाई चाहिँ एकदम सफा चाहिने कि हरियो त्यो सिमेन्ट लगाएकोमा अलि लिप्नु पर्ने क्या सफा गर्ने जितपुर बजारमै हो
बासुता जितपुर पनि गएकै छ गएन उता सानो 41 सालको मन्जु दिदीको बिहा त वहीँ भएको नि त हामी त गएका थियौँ बिहा पनि म कति छुट्टी गएँ बत्ती गयो सबै कामै रोक्यो है यस्तो त हुन्छ होला नि त रेडियो त भन्छ त्यो पनि निकै जाँदो रहेछ नेल गर्नलाई पनि त लाइट चाहियो होला है मामुली चिन्नु पर्छ गएन नि त अघिहरूसँग कुरा गर्दाखेरि उसले ब्लाउज नहेरी नदिने जस्तो त्यो दादाले फेरि त्यहाँ पठाइदिन्छ काम छैन भनेर फेरि दादाले चाहिँ फोनको मेसेन्जरमा पठाएको त्यस्तो पनि काटेको रहेछ निकालेको अहिले चाहिँ अब आज ल्याएन देखाउनु त उहाँलाई मैले देखाएँ खोजी गरिनँ खोजी गरेर त्यहाँ होइन आफूलाई मन लागेको छ अन्त पक्कै यादै गर्नु भएन एउटा त यस्तो भइरहेछ भने बेला जस्तो नि लाग्यो सम्झना पनि आउँदैन सजिलो थियो कति सजिलो यसो छाम्दै सजिलो हामीले ल्याएर लाउन सजिलो न सजिलो थियो पानी खानु उचाल्दैन एकजनालाई सबै गर्न आपत हुन्थ्यो नि कोले जस्तै हुने रहेछ बुढा कताको पुरुषले नै गरिदियो गर्नु तपाईँले गरेको मिल्दैन यति बेर ढलियाको यहाँ भन्यो जे तपाईँको कतिवटा काम बितिसक्थ्यो सट्ट साबुन लगायो पुरुषले सही पाएको खानु न तपाईँ साथै छ त्यसै खाने हो त मेडिकलमा जाउँ न कति नै छ मेडिकल काम पनि होइन एउटै हुन्छ कति बजी खायो आफ्नै लागि आफै कस्तो बिर्सेको त त्यो चाहिँ गयो भने त अनि के गराइयो त्यो चाहिँ गयो 50 र 50 त हुन्छ त्यो आधा दुईटा त्यता नबसौँ छोराछोरी आएर पालो दिन्छन् कि भनेको यसो गरे भन्नुहुन्छ बुबाले
पालो देख्यो पालो त दिएको तर त चालचल्दी पालो दिसक्यो पहिला पालो दिएको गुवाको अघि र पछि फुल रोप्न र पनि केही गोड्न मलाई जिल्ने मात्रै हो गरेको गरेछु हिजो नेचुरल नेममा चाहिँ तर कस्तो थकाइ लाग्दो रहेछ त्यो बिजी भएर नगरेर होला कि थकाइ लागे जस्तै भएको मलाई जुमाले ओइ भन्छ उता फर्केर भोलि पुरै भयो मलाई निराश अब सिधै 12 बजे भेटौँ न राम्रो भइहाल्यो के मुडी है भिडियो क्रिम आउँदा पनि हुँदैन भिडियो लाग्नु पनि यतिको पानी मलाई यो चिसो पानी हात चिलाउने गाह्रो हुन्छ धेरै लुगा धुँदाखेरि पोका उठ्यो कुटी छालो जान्थ्यो स्किन अनुसार कस्तो रङ लाग्ने भयो गई बाहिर यता होइन उता जानु टोइलेट